झलुङका भण्डारी युट्युब च्यानलमा हजुरहरू सबैलाई स्वागत छ। आज हामी 17 छ चोरकाटे यहाँ चाहिँ श्री महादेवी भागवत सप्ताह धन्य चल महायज्ञ चाहिँ चलिरहेछ। यो चाहिँ हजुरहरू सबैका ल्याएर यस भिडियोको माध्यमबाट सबैले यस यज्ञको दर्शन गरेर लाभ उठाउन सक्नुहोला भनेर म चाहिँ यो भिडियो राखिदिएको छु। हजुरहरू सबैले हेरेर भयो भने यहाँको यज्ञ हेरेर धन्यचल हेरेर यहाँको धर्मसिद्धि प्राप्त हुन्छ। सबैलाई स्वागत छ। राम भन्नु मैले भन्छु हरि मैले भन्छु हरि राम भन्नु मैले भन्छु हरि मैले भन्छु हरि राम भन्नु मैले भन्छु हरि मैले भन्छु हरि राम भन्नु मैले भन्छु हरि। राजा रामचंद्र भगवान को हरि भगवान को हरि हर भगवान को जय जय श्री राधे। अब व्यास गुरु जी को साथ में स्वामी जी को साथ में पंडाल में गएर सबै भक्तजनहरूले कथा श्रवण गर्ने भजन गाउने कथा सुन्ने गरिदिनु होला। अब यहाँको पाठ पारायण सुन्नुभयो। अब उहाँको पनि पाठ पारायण सुनेर फेरि बेलुका आरती उहाँको आरती गरिसकेर फेरि तपाईहरु यहाँ बेलुका सायंकालको आरती गर्नको लागि यही आइदिनु होला। बाँकी अब यहाँ मण्डपको कार्यक्रम समाप्त भएको जस्तै छ। अब पण्डालको कार्यक्रम कथा हवनहरू हुँदैछन्, दुर्गाको पाठ हुँदैछन्, शिवजीको पाठहरू हुँदैछन्, गायत्रीको हवनहरू भइरहेका छन्। तपाईहरु अब यो श्रीमद् भागवतको पाठ सुनिसकेपछि तपाईहरु सबै अब पण्डालतिर गएर पण्डालतिर कथा पण्डालतिरको आनन्द लिन सक्नुहुन्छ। सबै उतै जानु होला। मान्छेहरू बस्दै घरमा पनि छ, सबै वहाँ बसेर कथा आरामले कथा सुन्ने पनि व्यवस्था छ। सबै उहाँहरू गइदिनु होला। हरि ओम तत्सत्। वैश्वानर भगवान को यज्ञ पुरुष नारायण भगवान को गौरी शंकर भगवान को जय जय श्री राधे। नमस्ते सर, सन्चै हुनु? आरामै हुनुहुन्छ? हजुर ठिकै छ नि? ठिकै छ ल। म त यही बिजीमा अब धन्य